एकदमै सही कुरा गर्नु भएको छ। यो भिडियो तपाईँहरूले हेर्नु भएको छ कि छैन? हेर्नु भएको छैन भने यो भिडियो हेर्नुहोस् न। विद्यालय र युनिभर्सिटीमा दलका ब्यानरहरूलाई निकालेर त्यहाँ विद्यालयमा शिक्षा हुने काम खोजेको। युनिभर्सिटीमा हुन्छ त केवल पढाइ, बाँकी खेल चल्दैन। विद्यालयभित्र राजनीतिक छिर्नु हुँदैन, विद्यार्थीहरूले सानैदेखि राजनीतिक कुराहरू पढाउनु हुँदैन, शिक्षकहरूले राजनीतिक गर्नु हुँदैन। एकदम राम्रो कुरा हो, किनकि एउटा शिक्षकले राजनीतिक गर्यो भने त्यो विद्यार्थीले नि त्यही कुराहरू सिक्छ अनि उसले नि पछि गएर त्यस्तै मात्र गर्ने हो, अरू सिपहरू सिक्न सक्दैन, जान्दैन भन्ने कुरा राम्रै लाग्यो मलाई चाहिँ। अब तपाईँहरूलाई के लाग्छ त्यो त तपाईँहरूले भन्ने कुरा हो। अब शिक्षकहरूले कुनै शिक्षकहरू चाहिँ फेरि तपाईँको राजनीतिकबाटै पद जोगाइराखेको नि हुन्छ। अब एमालेको सरकार आउँदा एमालेको बन्ने, काङ्ग्रेसको सरकार आउँदा काङ्ग्रेस बन्ने, अरू त्यस्ता दलहरू धेरैको सरकार आयो भने त्यही पार्टीतिर लाग्ने, यो दुई चिउरे कामहरू नि हुन्छ क्या। अनि त्यही अनुसारले आफ्नो पद पनि जोगाइराखेको हुन्छन्। अब तपाईँहरूलाई चाहिँ के लाग्छ त, उहाँले गरेको कुरा राम्रो हो कि नराम्रो हो त?